3-4 घन्टा हिलोमा खेल्यो कम्तीमा 3-4 घन्टा हिलोमा खेलेछ र हिलोमा खेल्दा भोक पनि लागेन तिर्खा पनि लागेन अनि मैले खाना ल्याएको देखेर भात ल्याएको देखेर त्यहाँ हतार हतार दौडिँदै हात र मुख धुन गएको छ उहाँ छेउमा मुलदेखि आएको पानीको त्यो पानी छ त्यहाँ हात र मुख धुन गएको छु बिहानखेरि मलाई यस्तो भोक लागेछ ल यहाँ अहिले पहिला एक थाल भात खाएर अर्कोचोटि थपिएको भात हो मिठो भएर भात यस्तो भोक लागेको मान्छे ल अचार हालिदिनु अचार हाल्यो हालिदिनु न पुरा अचार हालिदिनु काम गरेकाहरू भात थपी खाए भोक लागेर होइन फुर्सदै छैन नि यिनीहरू